तपाईँले पिन्ट्रेस्टबाट आइडिया दिनु हुँदैछ? पिन्ट्रेस्ट छ एउटा बिजनेस कार्डको आइडिया दिने कुनै एउटा लिने त्यही अब हामीहरू एउटा नेपालको यो लिँदा पनि भयो लोगो छ नेपालको यस्तो हुन्छ है यो बिजनेस कार्डहरू यस्तो हुन्छ तपाईँले हेर्नुभएको छ हाम्रो नेपालको यस्तो हुन्छ डिजाइनहरू सिम्पल अहिले हात हुन्छ काम हुन्छ त्यहाँ त टेम्प्लेट पाइन्छ फोटोसपमा हामीले आफै एउटा आइडियाज गरेर चाहिँ हो नलिए पनि एउटा अब यसरी बनाउँ न हामीहरू अनि हामी सबको मोमो पसलको लागि बनाऊँ त्यहाँ मोमो दिए एउटा डिस बिरयानीको त्यस्तै त्यस्तै आउँछ एउटा छ एउटा लोगो लियौँ हामीहरूले रेस्टुरेन्टको रेस्टुरेन्ट भन्दा पनि होटेलको इक्जाम्पलको लागि स्याम्पल भन्ने पनि छैन लोगोको
लोगो नहीं भेजते हैं सबमा जाने हाम्रो यो कतिको साइज हेर्ने यहाँ सर्च गर्ने यो फाइल लिने सायद यो 16450 होला यहाँ जाने अनि लेख्ने अनि बिजनेस कार्ड साइज सेल्समा लेख्ने यो 01 ले त्यसपछि 5 हेर्ने त्यसरी आउँछ त्यसपछि हाम्रो लोगो नै भएन यो लोगो इक्जाम्पलको लागि डाउने बिचमा राख्ने त्यसपछि एउटा सर्कल लिने सर्कल ल्याएर होइन जुन कलर छ त्यो लोगोमा त्यही कलर ब्लेन्डिङ कलर लिने साइडमा राख्ने जुन मैले पिकर डाउनलोड गरेको थिएँ सेन्ड गर्छु अहिले त्यसपछि यहाँ राख्ने लेयरमा गएर यसको माथि राख्ने हो सर्कलको त्यसमा यहाँदेखि यता राख्ने एउटा तल के गर्ने यसमा अब स्याडो दिनलाई राइट क्लिक गर्ने ब्लेन्डिङमा जाने ड्रप स्याडो गर्ने अलि स्याडो दिने गहिराइ देखियोस् भनेर मिलाउने डिस्टेन्सहरु डिस्टेन्स मिलाएर तल माथि साइजमा ठिक राख्ने अलि हेर्नुहोस् स्याडो त्यसपछि के गर्न सक्नुहुन्छ भन्दाखेरि यस्तो माथि ल्याएर सर्कल शिफ्ट गरेर हामीले सर्कल यो गर्यौं भने ठिक्कै हुन्छ यो हुन्छ राम्रो सर्कल बन्छ अब हामीले यतिकै सर्कल गर्यौं भने त्यस्तो ठुलो हुन्छ शिफ्ट क्लिक गर्यौं भने राम्रो हुन्छ सर्कल के गर्ने भन्दाखेरि यसको यो फिल भन्ने लेखिरहेको छ यसलाई फिललाई हटाइदिने त्यसपछि स्टक ल्याउने स्टकमा ल्याएर ग्रीन कलर राख्ने यसको तल अलिकति स्टक छ स्टक बढाउने फेरि यसलाई क्लिक गर्ने कन्ट्रोल टी गर्ने
त्यो सर्कललाई मिलाउने। सायद राम्रो हुन्न, यसको लागि अर्कै तरिका हुन्छ। के गरौँ भन्दाखेरि स्टकलाई हल्का फिल लाइन राखौँ, ट्राई गर्नु त। तल लगेर अल्ट क्लिक गरेर यसको भित्र हालौँ, त्यसपछि यसलाई मिलाउँ। कलर हालौँ, ग्रिन हालेँ मैले। कति हालौँ त्यस्तै गरौँ। राखिदिने बमर्स भनेर देखियोस्। लो है, लोगो चाहिँ त्यसपछि अझै यो सर्कललाई हामी ड्रप स्याडो दिउँ भने अझै यो देखिन्छ यसलाई जस्तो। स्टक हाल्यौँ भने वाइट, ठिक छ। अब हामी यसको डिटेल हाल्ने। यो टेक्स्टको के सर, यो कहिले फोटोबाट पनि त्यो केमा राखेर अनि युनिकोड के गरेर प्रिटी फन्टहरू के गर्ने रहेछ नि खास, यो कसरी हो खास? के गर्ने अरे जस्तो युनिकोड फोटो कसैको फोटोमा त नेपाली लेखेको छ अनि गुगल ट्रान्सलेट हो कि के गरेर अनि फेरि उ गर्नुहुन्छ नि युनिकोड के गर्ने रहेछ नि खास। नेपाली नेपाली टाइपिङ गर्ने भनेको नेपाली अब जस्तो अब मलाई त त्यति नेपाली आउँदैन नि त, जस्तो फोटो कसैको उसबाट त्यसबाट मेटेरियल निकालेर अनि युनिकोडमा ट्रान्सलेट गरेर के गर्ने रहेछ कि खासमा। कहाँ हेर्नुभयो तपाईँले? त्यस्तो त हुँदैन। अब जस्तै तपाईँले चाहिँ भन्न खोजेको कि अब कुनै फोटोबाट चाहिँ अब त्यो एलिमेन्टहरूलाई लिएर त्यसको लागि एआई हुन्छ, त्यो हुँदैन है। एआई हो। अनि तपाईँले अब नेपालीको लागि युनिकोड पर्दैन, अहिले नेपालमा लन्च भएको भनेको लेख्नुलाई हो। नेपालमा भर्खर लन्च भएको छ कि, हामीलाई युनिकोड केही गर्नु पर्दैन। यो ई नेपाली भन्छ क्या, ई नेपाली फन्ट। हामीले के गर्नु, यहाँ आएर यहाँ माथि लेखिदिने होइन, यो सर्च फन्ट, अब सर्च गर्दा फन्टहरू पाइयो क्या। त्यसपछि यहाँ लेख्यौँ भने, डाउनलोड गरेर लेख्यौँ भने यहाँ फोटोसपमा ल्याएर म तपाईँलाई देखाएलै हो। मैले यो कपी गरेँ, यहाँ ल्याएर मैले पेस्ट गरेँ, यो यस्तो आएको छ। नेपालीमा लेख्दा नेपाली हुन्छ। हामीलाई युनिकोड यहाँ लिने एउटा त्यही फन्ट अनि यहाँ पेस्ट गर्ने। अब कुन फन्ट हो
यहाँ गएर जस्तै मैले डाउनलोड गरेको छु एक दुईवटा पेस्ट गरिदिने, हामीलाई त्यहाँ जरुरत छैन, ए लेखिराख्नु पर्दैन। ए ए भर्खर भर्खरै नेपालमा यो भएको, अहिले एकदमै यो छ, ए धेरै फन्ड छ यहाँ, नेपाली फन्डहरू। युनिकोड सिनिकोड गर्नु पर्दैन, यहाँ यहाँ आफै युनिकोड। नेपाली .com रहेछ होइन यसको? यी नेपाली, ए नेपाली ए ए, हस्। सजिलो भएको छ अहिले, त्यति गर्दा भयो। अनि यहाँ बेस्ट मोमो जोन भनेर लेख्नु, सेभ नेम। सक्नुहुन्छ होला यो बिजनेस कार्ड। तल लेख्ने, लोकेसन लेख्ने, कहाँपट्टि हो, कहाँ पर्छ भनेर। लोकेसन वाइट भइरहेको छ, त्यही कलर लिएँ मैले, ब्रान्ड कलर। तपाईँको कहाँ पर्छ भनेर लेखेको लोकेसन। विदेश कार्डमा भनेको त्यही हो नि, हो अरू केही हुँदैन। सिनो भन्नु भन, त्यही तिनवटा भन्ने युज गरिरहेको छु, अरू पनि युज गरेको छुइनँ। धेरै छैन बिजनेस कार्डमा, त्यो चाहिँ कन्सेप्ट चाहिँ हुनु पर्यो, कस्तो बनाउँछु भनेर। पछाडिपट्टि लोगो राख्ने, कस्तो डिजाइन बनाउने, अगाडि चाहिँ डिटेलहरू राख्ने हो, कहाँनेरि पर्छ कसरी। अनि डिसेसहरू पनि लेख्दा भयो, के पाइन्छ भनेर, ए त्यस्तो डिसेस चाहिँ हजुर हजुर। तपाईँले हेर्नुभएको छ होला, कम्पनीहरूको धेरै कुरा केही हुँदैन, लोकेसन हुन्छ, यो हुन्छ, नम्बर हुन्छ, कन्ट्याक्ट हो डिटेल, फेसबुक आइडीहरू हुन्छ, त्यही हो बस। आफूले मिलाएर राख्थ्यो यो साइटमा। वेबसाइट भयो भने वेबसाइट पनि लेख्दा भयो। त्यसपछि कन्ट्याक्टहरू राखिदिने, आइकनहरू राखिदिने, अरू केही छैन, त्यति हो। हामीलाई यो आइकनहरू छाउँदैन, हामीले अर्कै डाउनलोड गर्नुपर्छ।
त्यसकै कलर म्याच होस् भनेर त्यस्तै कलरहरूको आइकनहरू डाउनलोड गर्नुपर्छ। सानै यहाँ मैले भनिदिएको आइकनमा आइकन यो पाउनेमा त्यसपछि यसमा सो हुने भनेको सुट गर्ने कलर यो कलर सो पहिला दुइटै आइकनहरू चाहिँ यो माथि चाहिँ भएन एउटै एउटै कलर चेन्ज गर्ने भने कलरमा जाने दिने अल्ट क्लिक गर्ने अल्ट क्लिक गरेर त्यसको माथि जान्छ भित्र तल हाल्दैछ जिमेल भयो हाम्रो वेबसाइटको लागि अब फेसबुक भयो योहरू राख्ने तल टक टक राख्ने यही छैन बिजनेस कार्डमा सिम्पलै छ डन हाम्रो अगाडि पेज भयो केही छैन त्यति यति हो अझै एड गर्न मन लाग्यो भने एड गर्दा भयो अब यो तरिकाले पनि एड गर्दा भयो अल्ट क्लिक गरेर मैले फेरि अल्ट क्लिक अब अल्ट क्लिक गरेर मैले गरेँ
साइडमा ल्याएर फिल्टरमा गएर अलिकति बुलर दियो भने आउँछ क्या माथिहाल्यो आउँछ अहिले हाम्रो अगाडिको पेज भयो त्यसपछि अझै एड गर्न सक्छौँ हामीले एउटा एरर लगाएर एरो पिएनजी चाहियो ल्याएर यसलाई राइट क्लिक गऱ्यौँ भने यस्तो आउँछ तल फेरि भरिएन्ट गर्नु पनि यस्तो यसलाई घुमाएर एररै भयो नि यो एरर देखाउनु पर्ने अर्को एउटा एरर डाउनलोड गर्नु देखाउने चाहिएको थियो त्यही बुझ्नु कि एरर एरर भयो एरर राख्दा भयो यसरी यो देखाएको त्यस पछाडिको बनाउँदाखेरि चाहिँ केही गर्नु पर्दैन अब लिने एउटा सेप कसरी राख्ने लोगो राख्दै भइहाल्यो क्या यसको लिएर ब्रान्ड कलर राखेर कस्तो राख्ने अब पछाडि हामी व्हाइट गर्ने तरिकाले पनि भयो लोगो मात्र मेरो साइटमा पछाडि भनेको लोगो मात्रै राख्दा ठिक होला हजुर त्योमा राख्दा भयो आफ्नो तरिकाले राख्दा भयो यो राख्दा चाहिँ पछाडि आफ्नो यो मात्रै हुन्छ नि त फेरि हुँदैन अगाडि पछाडि अनि त्यसपछि प्रिन्टिङ हुन्छ अगाडि पछाडि अनि अझै यसलाई के गर्न सकिन्छ यसलाई कपी गरेर कन्ट्रोल सी गरेर कन्ट्रोल भी गर्नु साइडमा राम्रो हुँदैन मोसन हाल्यो मोसन टाइपको हाल्नु
मुभ भएको जस्तो ब्लर हुन्छ त्यो ब्लरहरू पनि ट्राई गर्नु एकचोटि सिम्पलै ठिक लाग्थ्यो मोमोको ब्लर फिल्टर राख्न भन्दा पनि त्यो सिम्पलै ठिक जस्तो लाग्यो होइन होइन यो त अब तपाईँहरूलाई यो बनाएको पछि गएर अब तपाईँले कुनै क्रिएटिभ तरिकाले बनाउनु भयो भने घर सिम्पलै राम्रो हो सिम्पल जति सिम्पल त्यति राम्रो जति कम एलिमेन्ट युज गर्यो त्यति राम्रो हो डिजाइनहरूमा यो अगाडिको पेज चाहिँ बनाउनु ल तपाईँहरूलाई ल बनाएर ग्रुप डाउनलोड गर्नु ल डाउनलोड गरेर बनाउनु ल डाउनलोड गर्नुभयो गर्नु ल प्र्याक्टिस गर्नु मैले बनाएर पनि पठाएँ अनि तपाईँले पठाउनु ल जुमबाट क्लास चाहिँ किन गर्नुभएको छ हजुर हाम्रो त्यो भएको छ क्या राइटको छ नि ट्राइबको कसरी खोइ सब्सक्रिप्सन लिएको रहेछ त्यो भएकै छैन क्या त्यो प्रोमा लिनुपर्छ क्या हाम्रो अनि त्यो प्रो सकिएको छ अनि त्यो अब टाइम लाग्छ टाइम लाग्छ अलिक दिन एक हप्ता जति त्यो मिलाउँदैछ यो हेरेर गर न तिमी लेट आयो है अलि लेट भयो 3 मिनेट सकिन्छ अहिले म फेरि यो गरिदिन्छु जोइन गर्नु ल तिमीको पनि प्रो लिएको छैन कि 40 मिनेट मात्रै दिँदै रहेछ 40 मिनेट पछि फेरि यो गर्नुपर्छ न्यू जोइन मिटिङ बनाउनुपर्छ अनि हुन्छ एक दुई दिन यो गरौँ त्यसपछि हाम्रो ठिक भइहाल्छ यो बनाउनु न बिजनेस कार्ड बिजनेस कार्डमा चाहिँ अरु केही हैन हामीलाई चाहिँ ब्रान्डिङ कलर राख्नु पर्यो त्यसपछि लोकेसन कहाँ अब हामीले त्यहाँ त्यो पनि लेख्न सक्यौं आइटमहरु के पाइन्छ त्यति त लेखेर काम चल्दैन सिर्फ हामीले लोकेसन अनि यो कन्ट्याक्ट डिटेल वेबसाइट फेसबुक यस्तो वेबसाइटहरु राखिदिदा भयो हाम्रो चाहिँ मेन भनेको चाहिँ के ब्रान्डिङ होस् क्या ब्रान्डको कलर हुन्छ नि त आफ्नो आफ्नो त्यो कलरबाट चाहिँ बन्योस् त्यति हुनु पर्यो ध्यान दिनु पर्यो पछाडीको पेजमा चाहिँ लोगो राख्दै भइहाल्यो अरु केही पर्दैन सिम्पल यसै लोगो राख्दियो भयो अझै हामीले पनि त्यो बनाउन सकियो अब तपाईले त्यो प्र्याक्टिस के गर्ने पिन्ट्रेस्टमा जाने कुनै एउटा लिने त्यसलाई नि कपी गर्ने जति कपी गर्यो त्यति सिकियो कपी गर्दै जाने हो सिक्दै जाने हो मुकेशले त खत्रै गर्दो रहेछ भनेर थाहा मिल्यो राम्रै गर्दो रहेछ
क्यानभाबाट गरेको हो त्यो अस्तिको। नै फोटोसपमै ट्राई गरे तिमीलाई आउँदो रहेछ त धेरै। क्यानभामा त म राम्रै गर्छु गर्न त क्यानभा केही छैन अब अलिकति क्यान बुझ्यो म रेफरेन्स लगेर गरेर हुन्छ अलिअलि तिम्रो राम्रो छ भने दामी गर्छ। अलि फन्टहरू बुझ्न सके होइन फन्ट कम्बिनेसनहरू आयो भने चाहिँ अलि हुन्थ्यो कि यो 1 मिनट छ कि यसपछि म फेरि गर्छु नि जोइन हुनु ल। म तिमीले केही कन्फ्युज छ भने मलाई सोध ल, म भन्छु। हस् 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 यो गर न, मैले दिएको डाउनलोड गरेर।